साथीहरु नमस्कार। हामीसँग छ यो वाल फ्यान। यसको चाहिँ यो कोइल गएको छ। अब हामी चाहिँ यो कोइल झिकेर हामीले यसमा जस्तो हाम्रो नयाँ कोइल आउँछ, नयाँ कोइल हालेर हामीले यो पंखालाई पुरानो पंखालाई नयाँ बनाउँछौँ है त। हेर्नुस् है त। यो खोल्छौँ पहिला। यसलाई खोलेपछि हामीले यो खोलिसकेका छौँ। यसलाई झिकेर हामीले चाहिँ वापस गर्छौँ है त। यसलाई चाहिँ हामीले लाग्नुपर्ने हुन्छ। यसलाई गर्नुपर्ने हुन्छ। यो खोलेको छु, यो सेपरेट भयो। त्यसपछि तपाईको यहाँ हुन्छ अर्को, हेर्नुस् खोलेपछि तपाईको यसरी छुटिन्छ है त। यसलाई हामीले फाल्दिने हो। यसलाई फालेर हामीसँग नयाँ छ हैन, नयाँ चाहिँ यसरी हाल्दिने हो है। यसमा हालेपछि चाहिँ तपाईको हालेपछि हामीले अब यसलाई टाइट गर्छौँ। टाइट भयो नि त। टाइट भएपछि यसले च्याप्टोसँग आउँछ यसले। अब त्यसपछि हामी यसमा त्यसको पुरानो मोटर, यो मोटर चाहिँ यहाँ स्विङवाला मोटर यहाँ फिट गर्छौँ है त। ल यो कोइलबाट तपाईको 5 वटा तार निस्केको हुन्छ, कालो र 3टा चाहिँ उसको स्पिडको हुन्छ है त। ल कालो मेन हुन्छ, अरु स्पिडको हुन्छ। यो 3टा जोडेर हामीले चाहिँ मोटर घुमाएर देखाउँछौँ। अब हेर्नुस् मैले त्यसरी नै यो भित्र यो पुरानो झिकेर यसमा चाहिँ कोइल हालेर अब यसको कनेक्सन यहाँ गर्न लागेको छु है त। मैले साइडमै आएर गरेको भएर मैले यहाँ टेप लगाएर गरेको छु। त्यसलाई भित्र हालेर पनि यहाँ पनि कनेक्सन गर्न सोल्डिङ आइरनले गर्न सकिन्छ है त। ल हेर्नु त साथीहरु, यसमा चाहिँ तारहरु रातो, मैले कालो र सेतो जोडिसकेँ, निलो र रातो जोड्न बाँकी छ। यो तपाईको जुन पहिलो तार छ नि, यो चाहिँ तपाईको यो फेन के यसरी यसरी घुम्छ नि, त्यो घुम्नको लागि यस कनेक्सन है। यो मोटर यसरी हल्लिँदै हुन्छ नि त, त्यसको कनेक्सन है। फाइनली साथीहरु, मैले यो सबैको कनेक्सन गरिरहेको छु। तपाईहरुलाई पनि मोटर गएको छ यस्तो यो स्ट्यान्ड फ्यान अनि वाल फ्यानहरुको गएको छ भने यस्तो ढिक्का पाउँछ, यस्तो चाहियो भने मलाई सम्पर्क गर्नु होला, म चाहिँ उपलब्ध गराइदिन्छु। यो आफै लगाउन जान्नु भयो भने हजुरले 200-300 रुपैयाँसम्म बचाउन सक्नुहुन्छ है आफै गर्नुभयो भने। त्यो हुन्छ। अब म यहाँलाई घुमाएर देखाउँछु साथीहरु। मैले अब यहाँ नट कस्दै छु यसको सबै टाइट गरेर। अनि त्यसपछाडी ल हेर्नुस् साथीहरु, फाइनली हामीले दुईटा फ्यान बनाएको छ, कालो र सेतो है। अब हामी चलाएर देखाउँछु, हेर्नुस् है त।